स्टाफ बाजे लास्टतिर हाम्रो बारीको पाटा उडिन्छ नि थाहा पाउँछ क्यामेरा हाम्रो ब्लगमा आउनु ल ल है त यो बाबा बिच बाटोमा हामी जङ्गलमा अलपत्र पर्यौँ। अब पानी पर्ला जस्तो लागेर सबैजना हामी रेनकोट तर छोरीले रेनकोट लगाएको छैन, मेरो पनि छैन, अनि बुढले पनि रेनकोट लगाएको छैन। वाइ लाइक दिस। ल अब आइयो झरीमा अर्को हामीलाई मन परेन ठाउँ, त्यसपछि यहाँ आएको छौँ। ल रमाइलो भइरहेछ, सुरु भइसक्यो टिकटक यता रमाइलो भएको छ होइन। अहिले यसरी खानु पाउँदा अझ धेरै रमाइलो गर्दै ल हेर्नुहोस्। अब फ्यामिलीहरू मेरो फ्यामिलीहरू पुरा अब त्यहाँनिर है अब टिकटक यता अघि बाढीमा गएको थियो, अहिले त नर्मल हो यो। यसले नि हर चिज यसले एक्सपिरियन्स गर्दैछ क्या। ल बर्सातमा घुम्नु भर्खर पखाउँदो रहेछ नि त महाबाइले। पानी भिज्यो छोरी। अब हामी चाहिँ केरापट्टिबाट फर्किँदैछौँ यहाँ साथी अब हामी घुम्न जान आँटेको भन्ने कुरा भयो। सोध्छौँ होइन सबैजना, तर स्टिल अहिलेसम्म चाहिँ कहाँ जाने के गर्ने अहिलेसम्म लोकेसन चाहिँ फिक्स भएको छैन। सबै चाहिँ रेडी भइसक्यौँ। एमजे भाइ क्याफेमा पढिराख्नु भएको छ होइन। बुद्ध भाइले लोकेसन भन्नुहुन्छ होला भनेको बुद्ध भाइलाई पनि थाहा छैन अरे। यस्तै छ है, टाइममा रेडी भएन भने गाली गरेर मारिहाल्छन्। रेडी भयो अब यस्तो छ के गर्ने। ल अब म्याडमहरू एउटा डिसिसनमा गएर उयो गर्नु होला। म पनि क्याफेतिर वेट गर्छु है। उहाँको आसमा अब सबैले बुद्ध भाइले भन्नुहुन्छ लोकेसन भनेको अब चिन्नु भयो। लोकेसन अहिलेसम्म टुङ्गो छैन। अब ल सरसल्लाह लिनु परेमा फोन गर्न सक्नुहुन्छ। म र एमजे क्याफेमा वेट गरेर हुन्छौँ। को कता कता चढ्ने कुरा हुँदैछ है। अब डेस्टिनेसन सायद केराबारी रिसोर्ट अरे। बल्ल 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 हामी जानु आँट्दैछौँ। फेरि साथीहरू आज हामी सटरडे मनाउन यसो फ्रेस हुन जाँदैछौँ। यहाँ पाहुना आउनु भएको छ चतरा। अगाडि छन् मेरो छोरी र मनोज भाइ, यहाँ ललिताको छोरी राकेश। यहाँ के भयो भने बिच बाटोमा हामी जङ्गलमा अलपत्र पर्यौँ। अब पानी पर्ला जस्तो लागेर सबैजना हामी रेनकोट तर छोरीले रेनकोट लगाएको छैन, मेरो पनि छैन, अनि बुढले पनि रेनकोट लगाएको छैन। वाइ लाइक दिस। अब हामी पानीको लागि पनि रेडी छौँ। यस 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 ल ल ल ल ल हामी रेडी हुँदैछौँ। के भयो आफै टायर तिमीले उल्टो लगाएछौ क्या। पछाडि चाहिँ यत्रो हावा फुकिरहेछ हेर न। पछाडि चाहिँ यत्रो, अगाडि चाहिँ टिमिक्क। जाँदै गर्नु त ओत लाग्दै गर्नु त। उसको रेनकोट छैन। होइन
पानी पर्यो पानीमा कुकुरलाई मजा लाग्छ कुकुरलाई हामी चाहिँ यता ओत लाग्नु पर्यो अब दुईजना साफी पऱ्यो चियाबारी एकदमै पानी परिरहेको छ यही हो नेपालको सुन्दरता अहिले घाम लागेर सनग्लासहरू बोकेर हिँडेको अलिक पानी पर्यो एकदम जनाएर भर्खर पखाउँदो रहेछ नि त महाभाइजी पानी भिज्यो छोरी अब यो बरसातका मजा ले लिया कि बिरामी हुने व्हाट इज दिस मौसमको कुनै भरोसा भएन होइन सनग्लास बोकेको झन् गर्मी घाम छ भनेर पुरा छोरो मौसमको कुनै भरोसा छैन नेपालमा अब कति बेला रुक्छ त्यो पानी नेचरले के नेचरले शीतलले दियो त छप्पर फार्के यसले पनि आएछ कस्तो लाग्दो क्या लु घुन गएको आज त पनि परिस पानी भएन चिसो खोज्न आएको होइन भगवान्ले ओ माई गॉड भोकै छ है ब्लगरलाई गाह्रो भइरहेछ है उता फेरि ब्लगरलाई ब्लगरले ननस्टप उता दिइरहेछ है यस्तो क्या भगवान्ले बुझेर गरिदिएको अलिकति कन्फ्युज होइन हिजो रातदेखिको कन्फ्युज चिसो चाहेको लु त चिसो भनेर छप्पर फार्की चिसो दिएको हो क्या यसको नै आज बिजोग भएको छ पानी त कस्तो घिनलाग्दो देखिरहेछ यसले पनि हर चिज यसले एक्सपिरियन्स गर्दैछ क्या ल बर्सातमा घुम्नु मोरेसी ड्याम्पो ल्याइदिनु भनेको होइन ल गाइस हो पानी परेर बिजोग छ है अनि यहाँबाट हामी चाहिँ टेम्पोमा जाने भनेको के हुन्छ जाउँ दाजु जाउँ हिँड्नु हिँड्नु रेनकोट छ त यो के अरे तर तलको मात्रै छ होला ल ल ल लेडिज पार्टी यता टेम्पोमा सारा पानी परेर है अगाडि चाहिँ पानी कतिखेर परेको यहाँनिर भयो 2-2.5 घन्टा बेसी बेसी अन्त उताबाट आउँदाखेरि पानी परेकै थिएन क्या यहाँ त्यतिखेर पानी परेर भिजेर हेर कस्तो भइरहेको छ पानीमा हिँड्दा रमाइलो भएको छ अनि बाघको पक्रिनु हो नि त अनि यस्तरी हो रमाइलो भएको छ होइन अहिले यसरी खानु पाउँदा अझ धेरै रमाइलो
अघि बाढीमा गएको थियो अहिले त नर्मल हो यो तपाईँले यो यस्तो नगर्नु क्या यहाँ पानी आयो भने त्यो भएर भने अब तपाईँ आफै भिज्दै हुनुहुन्छ अनि कसरी यस्तो गरे मलाई के थाहा गर्ने हो कपाल त जान्न डर लाग्यो हामीलाई जानु अरे डर लाग्यो हामी आइपुग्यो है गाइजहरू तर पानीले यस्तो फर्स्ट टाइम हो यस्तो मलाई लागेको साह्रै सिकसिक लाग्यो ब्याग ओइ नानी स्ट्यान्ड छोडी 5000 को छ नेपालले काटे कि छैन कति लिनुभयो अलिक डिस्काउन्ट गरेर लिदिनु है डिस्काउन्ट गरेर 250 हो 300 रुपैयाँ हो हाम्रो ब्लग हेर्नु ल तपाईलाई म ब्लगमा झिके है हुन्छ यस्तो अनुहार छ फेरि तपाई राम्रो हुनुहुन्छ त है त्यस्ता बाजी त्यस्तै नभन्नु न अबे फेरि गर्दिन त मजाले गर्नु हुँदै रहेछ त नि क्याप्चर अबे हो रहेछ भन्नु त्यस्ता बाजी लास्तिर हाम्रो बारीको पाटा उडिन्छ नि थाहा पाउँछ क्यामेरा हाम्रो ब्लगमा आउनु ल राकेश राई गरेर सब्स्क्राइब गरिदिनु राकेश राई कनेक्टिङ हार्ट भनेर च्यानलमा युट्युब च्यानलमा कनेक्टिङ हार्ट यहाँ साथीहरु यहाँ हाम्रो त्यसको बाजेको मुन्द्रेकी के हैन मुन्द्रेकी मान्दे धराने मान्छेको पोस्ट चाप चाप चिन्ने वाला काम चामिटो हुन्छ अनि बच्चा मारी अन्त टुपी हेर्दा त त्यो सुँगुर त खाम्ला जस्तो छैन त तपाईको त नमस्ते गर्दिनु ल जाम ल दाजु ल धन्यवाद दाजु भाइ धन्यवाद है भोलिपछि आउँला भेटौँला उता हुँदैछ हाम्रो कन्टिन्यू गर्न छ खोइ कहाँ गयो सबै ब्लगर मात्रै छ के गर्नु ल हामी यहाँ पहिला एकचोटि आएको थियौँ नि ललिता कति वर्ष पछि हामी आएको थियौँ यसमा फेरि आज फेरि हामी ल अब आइयो झरीमा अर्को हामीलाई मन परेन ठाउँ त्यसपछि यहाँ आएको छौँ ल रमाइलो भइरहेछ सुरु भइसक्यो टिकटक यता अब हामी चाहिँ यता फेरि सानो सानो ग्रुप फेरि आफ्नै जेन्जीहरू आफ्नै दुनियाँमा अनि त्यसपछि अब हामीहरू पनि आफ्नै दुनियाँ जानुपर्छ है त रमाइलो गर्दै ल हेर्नुहोस् अब फ्यामिलीहरू मेरो फ्यामिलीहरू पुरा अब त्यहाँनिर है अब टिकटक स्ट्यान्ड ल्याइदिएको थिएँ लाइभ बस्नु भनेर सदुपयोग गरिरहेछन् यो हो नि त सुरुमा चाहिँ छोरीहरू रहेछ अगाडि चाहिँ जेन्टीहरू उत्तराउति रहेछ लय त यो बाबा लय ओहो आमा छोरा छोरीको रमाइलो छ तर 1 घन्टा भयो त्यो एउटा गीतमा टिकटक चाहिँ भनेको छैन नभएको बेलामा तिमीले गर्ने हो क्या यसो
बोल्ने पनि क्या त्यो भिडियो मात्रै गर्नु क्या बोल न तिम्रो मामा त कति बोल्न थालिसकेको छ मैले अस्ति त्यो गाडी लाँदाखेरि तिम्रो मामाले कस्तो दामी भ्लगिङ गरेर र यस बोल 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 हामी चाहिँ केराबारीबाट फर्किँदैछौँ यहाँ केराबारी नै भने मैले केराबारी नै भने क्या बाट फर्किँदैछौँ यहाँ यस्तो छ स्थिति हाम्रो राइडर्सहरू यहाँ बाबाको मोबाइलको ब्याट्री सकेर चाहिँ मैले भ्लग बनाउँदैछु है गाइस यहाँ हाम्रो मज मामा यहाँ हाम्रो बाबा हाम्रो अर्को भ्लगर यो अर्को भ्लगर छोरी हाम्रो मामा यहाँ नि हाम्रो ठुलो मामा यहाँ चाहिँ म खाने अब लेट्स गो Let's go. जाउँ दाजु Yes. म त यो मठमा जान्छु नि यो para हाम्रो अब ट्रिपको इन्डिङ हुँदैछ लाइफ होइन अनि घर पुग्नुलाई हामीले धेरैमा धेरै 10 मिनट हो अनि मही बाबा हुनुहुन्छ भान्जी मामा भान्जी मामा धेरै साह्रो अनि हामी केराबारी क्रस गर्न लाग्छौँ